नमस्ते सबैजनालाई, म स्वर्ण कमल। आज आइतबार एकादशी व्रत पनि नेपालमा 2082 चैत 1 गते, लगभग 2082 पनि अब सकिन लाग्यो। अङ्ग्रेजी क्यालेन्डर अनुसार आज मार्च 15, 2026 भर्खरै बिहानको समय। म यहाँ बिस्तारामै छु। उठ्ने बित्तिकै बेणुकाले पञ्चायन पूजनको पञ्चम ज्योति आरती भन्ने भजन गुनगुनाउँदै गरेको सुने। अनि मेरो मनमा पनि केही टुक्काहरू आए, किनभने म आफै शिव पञ्चायन पूजन गर्छु। त्यसले गर्दा यहाँ भजन गुनगुनाउन मन लाग्यो। मुजुरा पनि छ मसँग, त्यति राम्रो बजाउन त आउँदैन। आउनुहोस् है त, प्रयास गर्छु, कस्तो हुन्छ भन्नुहोला। सुरु गरौँ है। भगवान् सदाशिव सम्पूर्ण भगवानको पञ्चायन देवको यहाँहरूलाई आशीर्वाद रहोस्। सुरु गरौँ। हरि ओम। पञ्चायन देवतालाई पञ्चम ज्योति आरती जगाऊ। हरि हरि पञ्चायन देवतालाई पञ्चम ज्योति आरती जगाऊ। पञ्चायन देवतालाई पञ्चम ज्योति आरती जगाऊ। पञ्चायन देवतालाई पञ्चम ज्योति आरती जगाऊ। प्रथम पूजन श्री गणेशको, प्रथम पूजन श्री गणेशको। दुबो चन्दन फलफुल चढाऊ, दुबो चन्दन फलफुल चढाऊ। द्वितीय पूजन श्री सूर्यको, द्वितीय पूजन श्री सूर्यको। अक्षत चन्दन फलफुल चढाऊ, अक्षत चन्दन फलफुल चढाऊ। तृतीय पूजन देवी माताको, तृतीय पूजन देवी माताको। रातै चन्दन रातै फुल चढाऊ, रातै चन्दन रातै फुल चढाऊ। चतुर्थ पूजा श्री विष्णुको, चतुर्थ पूजन श्री विष्णुको। तुलसी पत्र पहेँलो फुल चढाऊ, तुलसी पत्र पहेँलो फुल चढाऊ। पञ्चम पूजन सदाशिवको, पञ्चम पूजन सदाशिवको। बेलपत्र सेतै फुल चढाऊ, बेलपत्र सेतै फुल चढाऊ। पञ्चम पूजन सदाशिवको, बेलपत्र सेतै फुल चढाऊ। हरि हरि बेलपत्र सेतै फुल चढाऊ। पञ्चायन देवतालाई पञ्चम ज्योति आरती जगाऊ। हरि हरि पञ्चायन देवतालाई पञ्चम ज्योति आरती जगाऊ। हस्त, धन्यवाद।